सो गाइज आजको यो भिडियोमा म तपाईँहरूलाई एकदमै डार्क रियालिटी बताउन गइरहेको छु। इन्टरनेसनल स्टुडेन्टले यहाँ अमेरिकामा आइसकेपछि के आफ्नो खर्च आफै निकाल्न सक्छन् त र महिनाको कति कमाउँछन्। म आजको यो भिडियोमा तपाईँहरूलाई इन्टरनेसनल स्टुडेन्टको बारेमा जब के गर्न पाइन्छ, कतिको मन्थली कमाइन्छ, रेन्ट कति हुन्छ, एभ्रिथिङ जेनरलाइज फ्रम जिरो टु अन द टपसम्म बताउनेवाला छु कि म पहिला अस्ट्रेलियाको बारेमा बनाइसकेको थिएँ। अब म तपाईँहरूलाई यो भिडियोमा युएसएको बारेमा बताउने हो। सो नमस्कार साथीहरू, मेरो नाम सुजय गुप्ता हो। म अहिले हाल फिलहालै अमेरिकामा बसिरहेको छु। म विगतै 1 वर्ष जति अस्ट्रेलियामा एज इन्टरनेसनल स्टुडेन्ट बसेँ र अहिले हाल फिलहालै म अमेरिका क्यालिफोर्नियामा बसिरहेको छु। म इन्टरनेसनल स्टुडेन्ट त छैन, तर म यो भिडियोमा एभ्रिथिङ भेरिफाइड सोर्सबाट लाइक माई फ्रेन्ड्स, इन्टरनेट, च्याट जिपिटी जहाँबाट मैले सङ्कलन गर्न सक्थेँ त्यहाँबाट सङ्कलन गरेर भेरिफाइड सोर्स अनुसार तपाईँहरूलाई म इन्फर्मेसन दिन गइरहेको छु यो भिडियोमा। यो किन भन्दै बिकज धेरैजना हाम्रो च्यानलमा नयाँ आउनुहुन्छ, उहाँलाई थाहा छैन कि म को छु, मेरो स्ट्याटस के हो। त्यही भएर म छोटकरीमा भनिदिएको आफ्नो इन्ट्रोडक्सन। ल अब भिडियोतिर लागौँ। सो सबभन्दा पहिला हामी जबको बारेमा कुरा गर्छौँ। स्टुडेन्टले F1 भिजामा भएको स्टुडेन्टले यहाँ आएर सबभन्दा पहिला कुन जब गर्न सक्छ। सो सबभन्दा पहिलो अप्सन हुन्छ उहाँहरूको अन क्याम्पस जब, जो कि त्यहाँको लाइब्रेरीमा भइसक्यो, रेस्टुरेन्टमा भइसक्यो, क्याफेटेरियामा भइसक्यो। यहाँको युनिभर्सिटीहरू ठुलो हुन्छ, जहाँ एउटै युनिभर्सिटीमा क्याफे, रेस्टुरेन्ट सबै किसिमका कुराहरू हुन्छन्, जहाँ अन द क्याम्पस जब मात्र गर्न पाउँछ, जो कि एक हप्तामा म्याक्सिमम् 24 आवर्ससम्म काम गर्न सक्छ। र त्यसको पे $10 to $20 पर आवर हुन्छ, डिपेन्डिङ अपन द स्टेट। म क्यालिफोर्नियामा छु, त क्यालिफोर्नियाको मिनिमम वेज अलिक धेरै छ। अब त्यसमा मान्छेहरूले भन्छन् कि अफ क्याम्पस पनि जब गर्न पाइन्छ कि पाइँदैन। यो वान अफ द बिगेस्ट क्वेसन र बिगेस्ट कन्फ्युजन हुन्छ इन्ट्रेस्टेड स्टुडेन्टहरूलाई, जो कि अमेरिका आउन चाहन्छ। गर्न पाइन्छ, त्यसको लागि स्पेसल कन्सिडरेसन, स्पेसल पर्मिसन र तपाईँले जुन पढ्नु भइरहेको छ त्यही फिल्डको काम गर्नुपर्छ, जो कि एकदमै न्यूनतम हुन्छ। भेरी लेस चान्सेस हुन्छ तपाईँले त्यो पाउनुहुन्छ। त्यो पनि पाउँछन् धेरैजना मान्छेले, तर जब स्टडी भइसक्यो हुन्छ त्यति। अब नम्बर 3मा आउँछ साइड हसल। धेरै मात्रै मान्छेले यहाँ आएर फ्रिलान्सिङ गर्छन्, युट्युब च्यानलहरू जस्तै म बनाउँछु, टिकटकहरू बनाउँछन्। यताउतिबाट सोर्स अफ इन्कम तिनीहरूको हुन्छ। म्याक्सिमम् सोसियल मिडियाबाट धेरै स्टुडेन्टहरूले चासो दिन्छ, बिकज त्यो एउटा राम्रो अप्सन हुन्छ। नाउ लेट्स टक अबाउट अर्निङ कति हुन्छ त। मेन जुन हाम्रो भिडियो छ, अर्निङ कति हुन्छ। लेट्स सपोज कि यहाँको, म फेरि भन्न चाहन्छु, यहाँको स्टेट वाइज अनुसार तपाईँको अर्निङ डिफ्रेन्ट हुन्छ। अब जहाँ जस्ट हाउसिङ कस्ट, एकोमोडेसन कस्ट धेरै छ, त्यहाँ तपाईँको इन्कम धेरै हुन्छ। लेट्स चाहिँ यहाँको क्यालिफोर्नियाको इन्कम धेरै छ। हामीले मिनिमममा $15 एन आवर लिन्छौँ, एभरेजमा हो। तपाईँहरूले एभरेजमा लिनु होला। जो यो सबै भिडियो बनाउँछु त्यो एभरेजमा छ, कसैको धेरै हुनसक्छ, कसैको थोरै हुनसक्छ, तर ह्युज डिफ्रेन्स चाहिँ हुँदैन, यसकै आसपासमा हुन्छ। सो लेट्स टक अबाउट इन्कम चाहिँ कति हुन्छ। सबभन्दा सुरुमा 1 घन्टाको $15 को हिसाबले हामी जान्छौँ। $15 को एक हप्तामा 20 आवर काम गर्न पाउँछ। सो त्यो अनुसारले तपाईँको हप्ताको $300 र मन्थको $1200, $1000देखि $1200 हुने भयो। त्यो चाहिँ तपाईँको एभरेजमा हो, होइन। अब मान्छेहरूले के गर्छन् भन्दाखेरि आउने बित्तिकै त्यो जब पाउँदैन। त्यो वान अफ द टफेस्ट जब हुन्छ। म पहिलाको भिडियोमा भनेको थिएँ कि डिमान्ड कति थोरै हुन्छ र सप्लाई कति धेरै हुन्छ, जसको कारणले जब पाउनु अलिक गाह्रो भइरहेको हुन्छ, होइन। अब तपाईँहरूले आउने बित्तिकै जब पाउँदैन। सो कि हाम्रो हप्ताको कति भयो 300 र एक महिनाको 1000देखि 1200को आसपासमा भयो। अब त्यो अनुसारले यहाँ बसिसकेपछि यहाँको अनुसारले खर्च पनि गर्नु पऱ्यो, होइन। सो हामीले यहाँको रेन्ट तिर्न भनेको एभरेजमा 400देखि 600को बिचमा हुन्छ। लेट्स चाहिँ 500 हुन्छ। तपाईँले सेयरिङ रुममा गर्नुभयो क्यालिफोर्नियामा, अरू स्टेटमा 200-300मा पनि पाउँछ सेयरिङमा, तर 500को एभरेजमा लिएर जाऊँ, 500को एभरेज आउँछ, होइन। अब तपाईँहरूले खाना त खानुहुन्छ अफकोर्स। अब बाहिर रेस्टुरेन्टमा खाना नगए पनि घरमै पनि पकाउनुहुन्छ नि, त्यसको 100देखि 200 लिउँ। सो हाम्रो भयो टोटल खर्च 600। मैले मिनिमम लिएँ 100को मात्र खानु हो। 100 कि एकदमै टफ हो। लेट्स चाहिँ 200। सो 500 + 200 700 भयो। फुड र रेन्टमा मात्रै आयो। अब तपाईँहरूले ट्राभल गर्नुहुन्छ युनिभर्सिटी जानलाई, कतै घुम्न गइन्छ, हप्तामा एकचोटि गयो नि, मन्थली तपाईँको $100 मिनिमम खर्च हुन्छ नि हुन्छ। सो कति भएको थियो, 500, 200, 700, 100, 800। त्योमै नै आउँछ हाम्रो सिम खर्च। सिम त तपाईँले लिनुहुन्छ, जो कि आउँछ 50देखि 60को आसपास। लेट्स चाहिँ प्रायः जसो 20 to 50को आसपासमा आउँछ। लेट्स चाहिँ 30। सो तपाईँको 830 भयो टोटल, होइन।
अब बाँकी बच्छ 200-300 जति 400 जति। यही अनुसारले कसैको गर्लफ्रेन्ड हुनसक्छ, कसैको साथी हुनसक्छ, कसैलाई घर पैसा पठाउनु पर्ने हुन्छ। त्यो अनुसारले एकदमै टफ हुन्छ। तपाईँले $100 एक्स्ट्रा त्योमा लिइहाल्नु भनेपछि 900 खर्च भयो। हाम्रो मिनिमम अर्निङ भनेको मन्थली भनेको 1000 to 1200 हुन्छ। फेरि एकचोटि भन्छु, यो चाहिँ लिगल वेमा मात्रै छ र म इलिगल वेमा कसैलाई काम गर्न भन्दैन कि, किनभने कसैले अहिले त झन् आइसको कुरा चलिरहेको, आइसले समात्यो भने सिधा डिपोर्टेसन हो। धेरैजना स्टुडेन्टलाई डिपोर्ट पनि गर्नुभएको थियो। सो त्यसको कुरा नगरौँ। मान्छेहरूले इलिगलहरू पनि काम गर्छ, अनअथोराइज वेमा काम गरिरहेको हुन्छ। त्यसको कुरा हामीले गरौँला अर्को ब्लगमा। तर धेरै पैसाहरू खर्च यहाँ हुन्छ। तपाईँले हेर्न सक्नुहुन्छ, अहिले आफै क्यालकुलेट गर्नु भइसक्नु भयो होला कि यहाँको अर्निङ कति हुन्छ। र धेरै मान्छेले यही भन्न बिर्सिन्छ र यहाँबाट सोअप गरिरहेको हुन्छ कि म यति कमाइरहेको छु, त्यति कमाइरहेको छु। र त्यो अनुसारले मान्छेहरू जालमा फँसिरहेको हुन्छ। यता यस्तो कमाइछ, त्यस्तो कमाइछ। र यहाँ आएपछि एकदमै भन्छ नि एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ। मैले पहिलाको भिडियोमा पनि भनिरहेको थिएँ। सो यहाँ तर म एउटा कुरा यसमा जोड दिन चाहन्छु, तपाईँहरूले यदि वास्तवमा एजुकेसनको लागि आउनुभयो र एजुकेसन सिस्टमको लागि आउनुभयो र देन दिस इज गुड फर यु। अनि साथीहरू, म ब्लग बनाउँदै काममा गइसकेको थिएँ र काममा 12 घन्टाको सिफ्ट गरेर आएर फेरि ब्लग बनाइरहेको छु। र जब म एडिट गरिरहेको थिएँ थाहा लाग्यो कि म अहिलेसम्म आउट्रो नै गरेको थिएन। सो आउट्रो सुट गर्न फेरि बाहिर आएँ। र खास गरी म यस्तै इन्फर्मेसनहरू इन्टरनेसनल स्टुडेन्ट अमेरिकामा हाल फिलहालै जति पनि गतिविधि भइरहेछ इन्टरनेसनल स्टुडेन्टको खिलाफ, त्यो अनुसारले म इन्फर्मेसन प्रोभाइड गरेर हुन्छु। यदि तपाईँलाई नेक्स्ट भिडियोमा युएसए आइसकेपछि युएसएमा जब कसरी खोजिन्छ भन्ने खालको भिडियोमा तपाईँलाई इन्फर्मेसन चाहिन्छ भने यो भिडियोलाई कमेन्ट गर्नु होला, म बनाउँछु होला। र लाइक गर्न नबिर्सिनु होला, बिकज जसको कारणले मलाई मोटिभेसन मिल्छ कि अझ धेरै ब्लग बनाऊँ भनेर। र आजबाट म एउटा कुरा अझ कमिटमेन्ट गरिरहेको छु कि आजदेखि अलमोस्ट एभ्रिडे ब्लगिङ आउँछ। आई डोन्ट नो हाउ आई गन मेक इट। मैले धेरैचोटि भनिसकेको छु, बट नाउ अब चाहिँ एभ्रिडे ब्लगिङ गर्नुपर्छ। र आई होप यो एभ्रिडे ब्लगिङमा तपाईँहरू पनि मेरो साथ दिनुहुन्छ। आजको लागि यति नै राख्छु। च्यानललाई सब्सक्राइब गरेर राख्नु होला, बिकज यस्तो खाले धेरै इम्पोर्टेन्ट किसिमको इन्फर्मेसनहरू अपडेट गराइराखेको हुन्छु म। र अबदेखि फ्युचरमा धेरै नै गराउनेवाला छु। सो प्लिज डु लाइक, सेयर एन्ड सब्सक्राइब। तपाईँहरूसँग म नेक्स्ट ब्लगमा मिल्छु है त।